गुड मर्निङ साथीहरू। आज चाहिँ म बिल्बोको मिरादोरा राइज भन्ने ठाउँमा चाहिँ हाइक जाँदैछु। त्यहाँ चाहिँ ब्युटिफुल नेचरसँगै एनिमलहरू पनि रहेछ। आई होप आजको दिन एकदम राम्रो हुनेवाला छ। तपाईँहरू पनि फुल भिडियो हेरेर इन्जोय गर्नुहोला। नेपालतिर चाहिँ थाहा छैन साथीहरू, यहाँ स्पेनमा चाहिँ चिप्लो मजाले पाक्दैछ यसरी। स्पेनमा पनि लाली गुराँस फुलिरहेको छ बाटोमा। यस्तो राम्रो नेपालको झल्को नै मेट्ने। म चाहिँ मेट्रोमा देशदुसम्म जान्छु, त्यसपछि चाहिँ हामी सबैजना यहाँबाट हिँडेर जान्छौँ। मेरो भ्लगमा अनि तपाईँलाई पनि स्वागत छ। नयाँ साथी जोडिनु भएको छ। अब हामी जाँदैछौँ। एकजना घट्यो, फेरि अर्कोजना प्लस हुनुभयो। अब त्यो पनि राम्रै हो, तर हाम्रो नबिना बहिनीलाई नै हामीले धेरै सम्झिरहेको छौँ। हामी चाहिँ स्टिल सिटीमै छौँ। अझै हिँड्नुपर्ने हुन्छ हामीलाई 45 मिनट जति। अनि आजको वेदर यस्तो राम्रो छ, घाम लागिरहेछ। हाम्रो डेस्टिनेसन अब चाहिँ हाम्रो यो सिटी सक्यो। अब हाम्रो चाहिँ फुल्ली हाइक स्टार्ट हुन्छ यस्तो भर्याङबाट। अब यो हो नि के भन्छ अरे हाइक। हामी चाहिँ भर्याङ चढ्दैछौँ। यहाँ चाहिँ पुरै सिस्नो छ। यो व्हाइट कलरको फुल कस्तो राम्रो फुलेको है। राम्रो फुल फुलिरहेछ। अनि हामी जाँदैछौँ। यताबाट जाने कस्तो राम्रो देखेको के। पहिला पागोसारी जाँदाखेरि चाहिँ यो बाटो हुँदै माथि गएको थियो। आज चाहिँ हामी अर्कै वेबाट जाँदैछौँ। अनि कस्तो लागिरहेछ? एकदम फ्रेस फिल भइरहेछ, एकदम रमाइलो लागिरहेछ। नेपाल आएको जस्तै फिल भइरहेछ। नेपाल तर सफा नेपाल, सफा नेपाल। अब हाम्रो नेपाल नै बिस्तारै बिस्तारै हुन्छ होला होपफुल्ली। अब नयाँ सरकार आउनुभएको छ, राम्रो गर्नु। जनता सधैँ राम्रो काम गर्ने मान्छेहरूको पक्षमा हुन्छौँ। अनि सबैजना जनता प्रतिनिधि सबैजना मिलेर काम गर्नुपर्छ। हाम्रो नेपाल पनि यहाँ जस्तो यस्तो राम्रो बनाउन सक्छौँ हामीले मिलेर गऱ्यो भने, होइन त साथीहरू? राइट। Bueno, pero déjale si quieren ir por ahí, ¿ves? Si no pasa. अब हाम्रो यात्रा चाहिँ जङ्गलको अलिकति कठिनाइ हुनेवाला छ हामीलाई, किनभने एकदमै सिधै उकालो हिँड्नुपर्ने रहेछ। रामदेखि अङ्कुरीलाई अङ्कुरी बाबालाई फुल उपहार। शिर कता हो? कान त शिर होइन होला। हरियो वन नेपालको धन। हामी चाहिँ सहर छिचोल्दै अहिले चाहिँ हामी जङ्गल सफारीमा छौँ। यति राम्रो छ, ब्युटिफुल नेचर। अनि अब हामी अझै 15 मिनट जतिमा हामी पुग्छौँ डेस्टिनेसनमा। अनि एकछिन हामी रेस्ट गर्छौँ, आधी घन्टा बाँकी छ। आधी घन्टा जस्तो बाँकी छ। यस्तो धेरै हरियाली छ यता, ढुङ्गाहरू पनि हरियो छ यता। एकदम राम्रो ठाउँ छ। थोरै यसरी हेर्नु
वाउ हो त र है एचडी एचडीमा रुखलाई यसरी हक गर्नुपर्छ अरे होइन यहाँबाट एकदम पोजिटिभ इनर्जी अनि एकदम स्ट्रेस रिलिफ हुन्छ थेरापी है साथीहरूलाई सिकाउँदैछु यदि जसलाई चाहिँ ओभर स्ट्रेस ओभर थिङ्किङ छ भने चाहिँ नेचरसँग कनेक्ट हुनु होला अनि जस्तो अब हामीले यो रुखलाई पनि हक गर्न सक्छौँ अनि यहाँबाट चाहिँ हामीलाई पोजिटिभ इनर्जीहरू सर्कुलेट हुन्छ अरे ट्रीमा हामीले हक गर्दाखेरि चाहिँ हामी ब्रेक लिँदै जानेछौँ आउनुहोस् अब हामी गोरेटो बाटो गोरेटो बाटो अब हाम्रो यहाँदेखि चाहिँ यो चाहिँ एकदम एथेन्टिक होइन नेचुरल चिज हो यो चाहिँ काठबाट बनेको गोरेटो बाटो नेपालमा कहाँ नुहाको ढिँडा जस्तो फिल भयो कस्तो राम्रो अब म ससिता गरेको छु होइन जानु त्यहाँबाट त्यस्तो न एकदम राम्रो छ फुल हाम्रो ग्याङ फुल ग्याङ पनि ग्याङै हो ग्याङ जे भेटाएको छ त्यसले बानेको छ धेरै राम्रो नि है यो अन्त नेचुरल चिज रियुज गरेको हाम्रो वहाँ फ्यालेर बाटोमा नेपालमा कुहाएर राख्छ यहाँ यस्तो गर्छ नेचरलाई यति राम्रो बनाएको छ है थ्याङ्क यू सो मच क्यामराम्यान यस्तो राम्रो भिडियो खिचिदिइरहनु भएको हिँड्नु तपाईँको पनि खिच्नु पऱ्यो नि हाम्रो नयाँ आउँदैछु क्यामराम्यान हो म चाहिँ सम्पर्क गर्नु होला मलाई सम्पर्क गर्नु होला कसैलाई चाहिएको छ भने म फ्री छु धारा पनि छ त देख्नुभयो तुरु यता बनाएको है मेहनत भनेको यो हो नि त सानो सानो कुरामा गोरेटो बाटो यस्तो राम्रो छ सबै आर्ट गरेर उहाँले मिलाउनु भएको छ कति धेरै मेहनत छ यो बनाउनुमा होइन नेपाल सबैतिर एकदम राम्रो हाम्रो हाइकिङको गाइड बहिनी चाहिँ सस्मिता बहिनी अनि सायद ऊ जस्तो पोख्त मान्छे चाहिँ यहाँ छैन होला यस्तो राम्रो लोकेसनहरू चुज गरेर होइन हामी चाहिँ जान्छौँ घुम्न बाक्स कन्ट्रीको फ्ल्याग भयो त बाक्स कन्ट्रीको चाहिँ फ्ल्याग हो यो प्राउडली चाहिँ उहाँहरूले राख्नु भएको छ अनि एउटा मिनी गेट बनाउनु भएको छ यता गेट बनाएको छ यहाँ चाहिँ बिसाउने ओ वाह कस्तो खतरा दिदी जाउँ हेलो बाटो है कस्तो भइरहेछ एकदम रमाइलो वा एकदम राम्रो भइरहेछ यो त फेरीको वर्ल्डमा आइपुगे जस्तो भइरहेछ यो चाहिँ सानो सानो फेरीहरूले बनाएको काठको बाटो जस्तो यस्तो राम्रो फ्लावरहरू छ है
हामी चाहिँ थकाइ मार्दै 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 जाँदैछौँ। अब यो काठको गोरेटो बाटो कतिखेर सक्ने हो थाहा छैन गाइज। लामो छ वहाँसम्म छ। ल हालै उकालो छ साथीहरू। गोर्खालीको पावर देखाउनु पर्यो। कति ह्याप्पी छ। 15 मिनट 30 मिनट भन्दा भन्दै हामीलाई त्यो जङ्गल काट्नलाई गोरेटोको बाटो नै 1.5 आवर लाग्यो। अब हामी लगभग पुग्न लाग्यो गाइस। डोन्ट वरी। सो राम्रो बाटोबाट आइपुग्यो। हामी चाहिँ मेन डेस्टिनेसनमा आइपुग्यौँ। अझ योभन्दा माथि मेन डेस्टिनेसन हो। 10 मिनट जति लाग्छ यहाँबाट माथि पुग्नलाई। त्यहाँबाट चाहिँ पुरै बिल्बाओ सिटी सबै देखिन्छ। अनि यति राम्रो नेचर अनि फुलहरू पनि मजाले फुलिरहेको त्यो चौर पुरै फुलले भरिएको थियो। मनै आनन्द हुने खालको। पुरै सेतो फुलै फुल देखियो है। म चाहिँ यहाँबाट आएको साथीहरू वारी आइपुगेछु। यो वरिपरि माउन्टेनहरू देख्दै गर्दाखेरि चाहिँ मलाई चाहिँ कता कता म नेपालमै छु जस्तो फिल भयो। एकदमै होमली फिल भयो। म चाहिँ प्राय यसरी नेचरसँग चाहिँ एकदमै कनेक्टेड छु किनभने मलाई चाहिँ एकदमै पिस फिल हुन्छ अनि एकदम रिफ्रेसमेन्ट पनि फिल हुन्छ। मलाई चाहिँ एकदम मनपर्छ। अति मुनि मनपर्छ कि त्यही भएर अब मलाई नि आउँदैछ। यहाँ बसौँ। वा बिल्बाओ हामी अस्ति त्यही पुग्यो गयो पनि। यो चाहिँ फुटबल ग्राउन्ड त बिल्बाओ। हामी चाहिँ खान मन लाग्ने हुन्छ। हामी चाहिँ खाँदैछौँ। एकदम मिठो खाँदैछौँ। भोक पनि गाईहरूले चाहिँ फोर्क बिर्सेर यतिकै आउनुभएछ। त्यही भएर हातले एकदम छिटो यस्तो लिँदा त्यसलाई यसरी चोखो बेदीमा चढाउँछु यो मेरो जीवन। अहिले चाहिँ म यहाँ माथि डाँडामा छु। यहाँबाट चाहिँ एकदम राम्रो भ्यू देख्न सक्छौँ हामी। अनि यता चाहिँ म वहाँ पारिबाट आएको। अनि यता यस्तो राम्रो छ माउन्टेनहरू चारैतिर। जे होस् नेपालको झल्को मेट्ने खालको छ।
ल हामी चाहिँ जाँदैछौँ अब यता आउनु भने Animals. आउनु मिल्दैन नि त यता सिधै हरू भेट्नलाई। मेन भनेको मलाई यो यस्तो राम्रो लागेको थियो कि यो बाटो यति राम्रो ठाउँ यति राम्रो ब्युटिफुल नेचर अनि यस्तो रमाइलो फिल भयो मलाई चाहिँ एकदमै रिफ्रेसमेन्ट फिल भइरहेछ। अब चाहिँ हामी यहाँ तल चाहिँ घोडाहरू हेर्न जाँदैछौँ। किन चुप्ता बस्छ यार त्यो भने उस गरिहाल्छ ओहो यहाँबाट त बिल्बो सहर त यस्तो दामी देख्दो रहेछ नि त हौ साथीहरू। यो सहर जति नै झिलिमिली भए पनि हाम्रो मनमा त्यस्तो झिलिमिली छैन। हामीलाई गधा बनाइरहेको छ। त्यही गर्दा पनि बन्नु पाएको छैन हामी चाहिँ हप्ताको 5 दिन गधा बन्ने हो साथीहरू, 2 दिन चाहिँ रानी बन्ने हो, पुरा घुम्ने हो। अनि गधा बनेको कसैले देख्दैन यहाँ। फेरि 2 दिन खुसी भएको सबले देख्छ अनि सोसियल मिडियामा 15 मिनटको भिडियो हेर्दै मान्छेहरूले जज गर्न थाल्छ। वाह यस्तो जिन्दगी क्या मोज छ भन्छ। तर भित्री त्यस्तो हुँदैन साथीहरू। राम्रोसँग काम सिकेर आउनु होला, दुःख पाउनुहुन्छ भन्ने हाम्रो धारणा हो। हामी चाहिँ खाजा पनि खायौँ, गीत पनि गायौँ होइन। अनि हाम्रो गिटारिस्ट बहिनी अनि अहिले चाहिँ थकित हुनुहुन्छ अरे सल्टिनी चाहिँ। म चाहिँ थकाइ मलाई चाहिँ लागेको छैन है। अनि यति आनन्दको ठाउँ यति रिफ्रेसमेन्ट भयो। थ्याङ्क यू सो मच गाइज होइन। सबैजनाको टाइम मिलेर हामी सँगै आयौँ। कस्तो लागिरहेछ सस्मिता? एकदम रमाइलो थकेला छैन। किन चाउमिन रोटी खायो यस्तो मिठो तरकारी मैले मेरो बुवालाई धेरै सक्थेँ। पिरो पिरो मिठो थियो। अनि पकाउनु चाहिँ यता आमा चाहिँ होइन ल, मेरो आमा हुनुहुन्छ बुवासँग। हामी चाहिँ फेरि माथिबाट रोडै हिँड्दैछौँ यहाँ। सस्मिता हामी कहिले धनी हुन्छ? मनको धनी भएर हुन्न, खानालाई छ बस्नलाई छ स्वास्थ्य छ। पैसाले चाहिँ धनी हुनु पर्यो कि साथीहरू। किन भन न, जब तिमी मनको धनी हुन्छौ नि तब कसैले पनि गन्दैन रहेछ क्या। हाम्रो गाउँको घर हामी चाहिँ यता चाहिँ गाउँघर हो साथीहरू। अब हामी घर फर्किँदैछौँ। हामी जाने चाहिँ उता अब हामी चाहिँ मेट्रो स्टेसनतिर जाँदैछौँ। म चाहिँ मेट्रो चढेर जानेछु। आजलाई यति नै। See you next video and thank you for watching. Bye bye.